Hello guys, Assalamualaikum. Welcome to our sister's vlog. Another vlog. हामी चाहिँ अहिले तालटीको यस्तो टुर गरिरहेछौँ। यहाँ चाहिँ हैन एकदमै राम्रो हरियाली नै हरियालीवाला भ्यूहरू छ। गाउँघरमा जे होस् रमाइलो बेलुका हिँड्नलाई अहिले कति बज्यो 7 बजे छ हैन हामी चाहिँ 7 बजे यसो गाउँतिर निस्किम न त डुल्न भनेर निस्केको हेर्नु है गाइज हाम्रो यता चाहिँ के अरे कोदो के धान ए धान पनि भर्खर यहाँ धान चाहिँ यत्रो भइरहेको रहेछ हैन त्यो चाहिँ हाम्रो तालटी सिमेन्ट फ्याक्ट्री नि बन्दैछ त्यहाँ चाइनिज क्याम्प बन्दैछ हाम्रो चाहिँ नजिकै चाहिँ चाइना बेस क्याम्प छ जहाँ हजुरहरु पनि घुम्न आउन सक्नुहुन्छ यो ठाउँमा है टुरिस्टहरुको लागि एकदम स्पेशल होमस्टेको लागि पनि राम्रो राम्रो ठाउँहरू होलान्। हाम्रो यता यस्तो दामी भ्यू छ वाउ हामी चाहिँ बेलुका भएपछि यसरी नै हिँड्छौँ के हामी चाहिँ 3 जना दिदी बहिनी हो है फेरि कजन मेरो यो सानो मम्मीको छोरी हो यो चाहिँ ठुलो मम्मीको छोरी हो ऊ चाहिँ म्यारिड हो हामी चाहिँ अनम्यारिड हो सिङ्गल ए म चाहिँ अनम्यारिडै हो है नामबाटै चिनिहाल्छ नि म्यारिड अनम्यारिड आफ्नो आफ्नो छ नि त ए हाम्रो चाहिँ के विन बाबा सादिया परविन तिमीहरूको यस्तो हुन्छ बिन्ते तजमिन के अरे बिन्ते यास्मिन हुन्छ बिन्ते अकबर बिन्ते अकबर बिन्ते अकबर म बिन्ते जुम्मा हेलो अस्सलाम वालेकुम नमस्ते हेरौँ न हामी चाहिँ होइन तालटीमा घुम्दैछौँ कि यिनीहरू चाहिँ होइन मैले चाहिँ यिनीहरूलाई एकछिन जाऊँ न गाउँ घर आएको बेलामा यसो बाहिर निस्किम जाऊँ न भनेको थिएँ होइन यहाँ बाटोमा आउँदा हेर्नु न यो के गरेको होला नि तर एकदम रमाइलो छ हाम्रो गाउँ चाहिँ है यहाँ चाहिँ म मामा घर आएको हो हाम्रो ईद थियो बकर ईद एकदम मुस्लिमहरूको महान चाड बकर ईद आज बकर ईद चौथो दिन हो आज अनि हामी चाहिँ मामा घर आएको थियौँ अनि मामा घर आउँदाखेरि अब यसो 2 दिन भयो हामी मामा घर आएको होइन अनि यसो बाहिर निस्कौँ न त भनेर बहिनीहरूलाई जाऊँ न भनेको थिएँ बहिनीहरू पनि आए हो आउँदै होइन हामी म चाहिँ यहाँ तलतिर आइपुगेको छु हेर्नु न बाटोमा 2 जना चुडेल रहेछ कि कस्तो डरलाग्दो व्हाइट कलरको ड्रेसमा हेर्दै चाहिँ यिनीहरू लास्टमा त मेरो बहिनी पो रहेछ हेर्नु न अब अँध्यारो हुँदैछ कस्तो डाँडामा नि घर हुने हेर्नु न गाइस कसरी बस्छन् होला है त्यहाँ ओ माइ गड वहाँ माथि डाँडामा पनि छ हेर्नुहोस् उनीहरू चाहिँ उहाँ अगाडि पुगिसकेछन् के म चाहिँ अलिक बिरामी पनि छु एकदम घाँटी दुखेको है अनि हिजो यहाँ आएर दबाई लगेपछि अलिकति सन्चो भएको छ अब हामी चाहिँ फेरि भोलि घरतिर लाग्छौँ के अब मामा घर आएको पनि 2 दिन भयो नि त हाम्रो चाड पनि सकियो जस्तै भनौँ औ बुढा पखाऊ न रात पर्यो अब त फर्किम हो यतैबाट हेर्नु नि त्यो 2 जना भूत जस्तो कस्तो चुडेल जस्तो देखेको छ हेर्नुहोस् त गाइज त्यो 2टालाई हो रोडमा 2 जना चुडेल नाच्दैछन् हो आउँदै होइन हामी म चाहिँ यहाँ तलतिर आइपुगेको छु हेर्नु न बाटोमा 2 जना चुडेल रहेछ कि कस्तो डरलाग्दो व्हाइट कलरको ड्रेसमा हेर्दै चाहिँ यिनीहरू लास्टमा त मेरो बहिनी पो रहेछ हेर्नु न अब अँध्यारो हुँदैछ कस्तो डाँडामा नि घर हुने हेर्नु न गाइस कसरी बस्छन् होला है त्यहाँ ओ माइ गड वहाँ माथि डाँडामा पनि छ हेर्नुहोस् हामी चाहिँ फर्किने तर्खरमा छौँ जाउँ अब बाई अनि मलाई सपोर्ट गर्नु होला सबैले सब्सक्राइब बाई।